उयोको लागि हो, बस्तीको लागि हुन्छ यो चाहिँ खासै। यो चाहिँ के हो भने तपाईँको बस्तीमा काम गर्ने कतिजना कोही बेला बारीमा काम गर्दा घाँस काट्नु गइन्छ, कोही बेला के बारी खन्नु जाँदा केहीले लाग्यो अन्त घाउ भयो भने तपाईँको चोटपटक लाग्यो भने चाहिँ हामी छिट्टै हस्पिटल जानु सक्दैनौँ। त्यसको लागि चाहिँ एउटा जडी दबाई के छ भन्दा तपाईँलाई यो चाहिँ कालो हुने हुन्छ, यो कालो हुने हो। यो तपाईँले चाहिँ पाउनुहुन्छ जङ्गलमा जहीँ पनि पाउनुहुन्छ। यो चाहिँ कालो हुने हुन्छ है। अन्त यसलाई चाहिँ तपाईँले यसको पत्ता जतिसक्दो चाहिँ कलिलो टुप्पा भेट्नु पनि कलिलो राम्रो हुन्छ। यस्तो यो अलिक कलिलो हुन्छ। यसलाई तपाईँले नाडेर यसलाई चाहिँ यसको रस निकालेर चाहिँ यसरी यसको रस निस्किन्छ। त्यहाँदेखि तपाईँले यसलाई चाहिँ जहाँ काटेको छ त्यहाँनिर यसको रस यसको यस्तो निस्किन्छ। हेर्नुहोस् है, यो निस्किन्छ। निस्केर यसको यस्तो निस्किन्छ। यसरी लाउनु भयो भने चाहिँ यसले ट्याप्पै तपाईँको काटेको ठाउँमा चाहिँ टालिन्छ। यसले तपाईँको एन्टिबायोटिकको पनि काम गर्छ यसले हो। यसले चाहिँ अन्त मासु पनि छिटो पल्नाउँछ। यो चाहिँ इमर्जेन्सी दबाई। त्यहाँदेखि तपाईँले कुनै कटन ढङ्गले बान्नुभयो भने चाहिँ हल्का बाँध्दै तपाईँको हस्पिटल जानु पर्दैन। जडी दबाई यो छ। र तपाईँले अस्तिको एउटा भिडियो तपाईँको बेतलौरीको हालेको थियो, त्यो कतिले हेर्नुभयो, कतिले युज गर्नुभयो कि भएन। युज गर्नुभएको छ भने त्यसको पनि कमेन्ट गर्नुहोस्। अन्त तपाईँले पाक्किङ अपडेट हेर्दै गर्नुहोस्। अन्त यसलाई लाइक सेयर कमेन्ट पनि गर्नुहोस्। र आजलाई यो भिडियो यति नै, धन्यवाद।